अब हेर्नुहोस् है हामी कुन ठाउँमा त्यो नाम चाहिँ त थाहा छैन है। खै बाघ त ननिस्केला नि, बाघ चाहिँ त ननिस्केला नि। आन्टी कति राम्रो छ है। हो आनन्द आनन्दको ठाउँ। त्यही बाटो नि फेरि कहाँ जाने हो भन्ने थाहा छैन अर्को। हजुर कति आनन्दको ठाउँ है। घामको किरण आजको यो रमाइलो भिडियोमा तपाईहरुलाई स्वागत छ। फेरि आज चाहिँ निकै रमाइलो भिडियोसँग हामी जोडिने कोसिस गरेको छौं र एकदम रमणीय ठाउँसँगै जोडिने कोसिस गरेको छौं र हेर्न सक्नुहुनेछ यो चाहिँ पोखरा नौडाँडाको चाहिँ सिमपानी भन्दा यतातिको एकदमै सुन्दर बस्तीमा छु। यतिखेर चाहिँ यो बस्ती चाहिँ जति हेरे पनि हेरिरहँ लाग्ने र अति सुन्दर छ ठाउँ। तपाईहरुले हेर्न सक्नुहुनेछ टाढाबाट भए पनि एकदमै सुन्दर देखिरहेको छ। मैले यो भिडियो कैद गर्ने बेला अलिकति हावा पनि हल्का हल्का पानी पनि परिरहेको थियो र मैले यो भिडियो बनाउने चाहिँ एकदम कोसिस जारी रह्यो र यहाँ अगाडि दुईजना नानीहरू गइरहेको छन् र तपाईहरुले हेर्न सक्नुहुन्छ यो पुराना घरहरुसँगै नयाँ घरको एकदमै राम्रा घरहरू निर्माण भएका छन्। यहाँनिर हेर्न सक्नुहुनेछ। आजको यो विशेष भिडियोमा हामीले यो गाउँ देखाउने क्रममा यो गाउँमा के छ कस्तो छ हैन एकदमै टक्क लाएर तपाईहरुले हेर्न सक्नुहुनेछ। पुराना घरहरू पनि छन् कि पुराना घरहरूसँगै नयाँ घरहरू पनि धेरै निर्माण भएका छन्। अब यहाँनिर घुम्न त बाँकी नै छ, अझै धेरै घुम्ने ठाउँ छ। अझै धेरै भन्दा धेरै यो ठाउँलाई हामीले निहाल्न बाँकी नै छ। तर मैले यो एउटा झलक मात्रै हो तपाईहरुको माझ मैले लिएर आएको। आशा छ तपाईहरुले यो भिडियोलाई धेरै भन्दा धेरै माया अनि साथ सपोर्ट दिनुहुनेछ र हिमाली भ्लगलाई सब्स्क्राइब गर्नु भएको छैन भने कृपया सब्स्क्राइब गरी नोटिफिकेसन बेल बजाउन भने नभुल्नु होला। किनभने तपाईहरुको माझ मैले सधैँ जसो यस्तै नयाँ भिडियोहरू लिएर आउने छु र अझै नयाँ अनि अझै फरक भिडियोहरूसँग म जोडिने नै छु। तपाईहरुले धेरै भन्दा धेरै माया दिनुहुनेछ, धेरै भन्दा धेरै शेयर गरेर साथीहरूसँग पुर्याइदिनु हुनेछ भन्ने आशा गर्दै तपाईहरुले भिडियो हेर्दै गर्नु होला। अब भने हामी अर्को भिडियोमा केही नयाँ अनि केही फरक एकदमै चाहिने नयाँ गाउँका त्यहाँका बासिन्दाको केही झलकहरूसँग हामी जोडिनेछौँ। यहाँ बस घुरिरहेको छ र म साइडमा छु। यतिखेर चाहिँ बस गइसक्यो र अब भने तपाईहरुले पनि भिडियो हेर्दै गर्नु होला। म अर्को भिडियोमा जोडिने नै छु। यतिसम्मलाई बिदा दिनुहुनेछ भन्ने आशा गर्दै